नो नो दिदी अहिले मात्र हो मच्या अहिले माथि पुग्दासम्म त गइहाल्छ भिडियो भइरहेछ हाई गाइस हामी चाहिँ सुनको डाँडा जान गएको अरु हेर्दै गर्नुस् हाम्रो भ्लग आउँदैछ युट्युबमा रमाइलो यात्रा छ हिँड्न सक्ने भन्ने मान्छे आऊ न त्यहाँ हिँड्नै नसक्ने र सिडी सक्यो अब हिँड्ने भने यस्तै हो यस्तो वाला एकदम माथि छ मन्दिर पुग्न चाहिँ गाह्रो छ भोक लाग्यो भन्न पाइन्न माथि पुग्दासम्म यो सुनकोट जाने बाटो सुनकोट मन्दिर फेरि कति राम्रो चिल्ला चिल्ला बाटो छ नि यार अहिले चाहिँ हामी बीच जंगलमा छौं एकदम उकालो ठाडै रहेछ सबभन्दा अगाडि म छु अरु आउँदै हुनुहुन्छ उता होला के हो र हाम्रो टोली अहिले थाकेर यसरी बसेका छौं हिँड्नै नसक्ने अवस्था छ यहाँ दिदी चाहिँ मस्किनु भयो मलाई चाहिँ एकदम धौनु भएको यस्तो ठाडो उकालो छ यहाँ चढ्नै नसक्ने अवस्था छ हामी चाहिँ अहिले बल्ल टपमा आउँदै आउँदैछौँ सबैका मुखमा पसिना छन् मेरै छ दाजुदिदी र टोली हिँड्दैछन् फेरि यस्तो ठाडो गाल चढेर आइयो माथि वाट अ ब्युटिफुल मान्छे हिँड्ने हालत छैन दाउरा बोकिने त ओके दिदी कस्तो फिल भइरहेछ यता हेरौँ न मजा आयो एउटा टाढा कटाउँदा र हामी चाहिँ बल्ल बल्ल डाँडामा आइपुगेका छौँ भाइ हालत खराब मेरो नि हालत खराब के झन् पर जान्छु झन् माया लाग्छ महनी फुकाइदियो ओहो कसले भन्दै आयो फेरि को सिकाइदियो घाँस काटे गाईलाई हो गाउँदैन त चुप दुःख मलाई सम्पत्ति भाइलाई हो नाच्न त भने हैन गाउन भने आइपुगे मन्दिरमा आइपुगे सो फाइनली गाइस हामी चाहिँ आइपुग्यौँ रक्षा गर्नु होला आइपुगे लाउनु पर्यो नि त राम्रो हो नि लाउनु पर्छ माथि हिमाल देख्यो अहिले हामी सुनकोट मन्दिरमा आइपुग्यौँ र यहाँ बलि दिने हुन्छ
यहाँ चाहिँ र यो चाहिँ मन्दिर हो र हामी अहिले फाइनली 1.5 घन्टा हिँडेपछि अहिले आइपुग्यो अहिले देवीको मन्दिर आइपुग्यौँ हामी अहिले हामी चाहिँ मन्दिर पूजा गरेर आयौँ र अहिले चाहिँ हामी बसिरहेछौँ सबै आनन्दले हामी अहिले हिमालको दृश्यहरू हेर्नु मनोरञ्जन लिइरहेको छौँ एकदम बवाल सिन छ माथि हिमाल देखेर र अब हाम्रो पिकनिक सुरु हुन्छ मन्दिर पूजा गरेपछि खान त पाउँ पिकनिक जस्तै सबै भगाएको खाचा टुई टुई गरेर हिमाल हेर्दै होइन होला चट चट बाटो त कस्तो बाटो यार चिप्लिने मात्रै बाटो खरबारीको बाटो यो खरबारीको बाटो रहेछ के खस्यो के कहाँ जाने हो के ए म अगाडि हिँड्ने के अहिले तल जाकिएपछि अनि सुनकेसी हुन्छ यहाँ त गुवाबेर चुवासै चुवासै भएछ आउँछ आउँछ अघि न उकाल चढ्न परेको थियो के र चुवा बोल्न सकेन दिदी दिदी अघि न उकाल चढ्नेलाई मरेको थिएँ अहिले त ओह्राल झर्न पऱ्यो कराहान गर्थ्यो बल्ल बल्ल म निस्केँ यहाँबाट अब यहाँहरू निस्किनु भएको छ ऊ यता तेर्से निक्लिनु यताबाट जानु के यताबाट होइन अलिकति हो अझै अझै टाढा खाने प्रोग्राम तितो हुन्न कति तो छ यार ल जाम गाइज अब म चाहिँ झरेर माथिबाट आइसकेँ अझै माथि हुन्थ्यो म भन्ने नि एक्लै हिँडेको छु